नमस्कार। आज हामी अहिले विश्वमा भइरहेको घटनाको बारेमा कुराकानी गर्न गइरहेका छौँ। अमेरिका, इजरायल र इरान बिचको तनावको बारेमा चाहिँ आज हामी कुराकानी गर्दैछौँ। आजको यो भिडियोमा चाहिँ हामीले 6वटा लेयर बनाएर चाहिँ कुराकानी गर्दैछौँ, जसमा चाहिँ च्याप्टर 1 देखि च्याप्टर 6 सम्म चाहिँ हामीले कुराकानी गर्छौँ। च्याप्टर 1 मा रहेको छ यो क्रान्ति कहाँबाट सुरु भयो र कहिलेबाट सुरु भयो भन्ने कुरा। त्यसपछि च्याप्टर 2 मा रहेको छ हाल यो क्रान्ति कुन अवस्थामा छ भन्ने कुरा चाहिँ रहेको छ भने च्याप्टर 3 मा चाहिँ यो तनाव कसरी सुरु भयो, किन सुरु भयो भन्ने कुराकानी हामी गर्छौँ। त्यसैगरी च्याप्टर 4 मा चाहिँ अब यो तनाव बीचमा चाहिँ विश्वका अरू शक्ति राष्ट्रहरूको भूमिका के कस्तो छ भन्ने कुराकानी गर्छौँ। त्यसैगरी च्याप्टर 5 मा चाहिँ यसले भविष्यमा आर्थिक प्रभाव चाहिँ कस्तो पार्ला भन्ने कुरा रहेको छ भने अन्तिम च्याप्टरमा चाहिँ यसले चाहिँ यो घटनाबाट सम्भावित के घटनाहरू घट्न सक्छन् अबको दिनमा भन्ने कुराकानी चाहिँ हामी आजको भिडियोमा गर्दैछौँ। अब सुरु गरौँ च्याप्टर 1 बाट। यो कहानी आजबाट सुरु होइन। सन् 1979 बाट चाहिँ इरान क्रान्तिको नामक एउटा चाहिँ क्रान्ति सुरु भएको हो, जुन क्रान्तिमा चाहिँ इरानले इजरायल विरुद्ध एउटा कडा अडान लिएको थियो। त्यसपछि सुरु भयो छाया युद्ध, साइबर आक्रमण, गुप्त अपरेसन र अन्य देशहरूको अप्रत्यक्ष रूपमा संलग्नता। इजरायलको लागि इरानको यो परमाणु कार्यक्रम चाहिँ एउटा सुरक्षाको दृष्टिकोणले गलत थियो भन्ने थियो भने उता भने इरानको लागि यो एउटा राष्ट्रिय गौरवको कार्यक्रम र ऊर्जाको विकास हो भन्ने चाहिँ कुरामा चाहिँ अडिग भएको देखिन्थ्यो। च्याप्टर 2 हालको स्थिति चाहिँ साधारण कूटनीतिक विवादभन्दा धेरै माथि पुगिसकेको अवस्था छ। मिसाइलहरू सक्रिय भइरहेका छन्, ड्रोनहरू प्रयोग भइरहेको छ भन्ने विभिन्न सैन्य क्याम्पहरू चाहिँ अलर्टमा बसिसकेको अवस्था छ। र यति बेलाको अवस्थामा यो सङ्घर्ष मात्र 3 देशमा सीमित छैन। लेबनान, यतापट्टि जोर्डन, कतार, दुबई र अन्य विभिन्न खाडी क्षेत्रहरू पनि यसमा संलग्न भइसकेको अवस्था छ। यो अवस्था उच्च जोखिमको अवस्था भने होइन अहिलेसम्मको अवस्थामा, तर सैन्य टकराव चाहिँ हुन सक्ने अवस्था चाहिँ हो। प्रश्न उठ्छ, किन अहिले तनावको अवस्थामा यी देशहरू पुगिरहेका छन्? विश्लेषकहरूको भनाइ छ, पहिलो रहेको छ परमाणु कार्यक्रमहरूको प्रस्तुति। जसमा कुनै पनि देशले खतरा महसुस गर्यो भने सर्वप्रथम उस देशले रणनीतिक आक्रमण चाहिँ अपनाउन सक्छ। र दोस्रो रहेको छ क्षेत्रीय शक्ति सन्तुलन। त्यसैगरी तेस्रो रहेको छ आन्तरिक राजनीति। अब च्याप्टर 4 को कुरा गरौँ। यदि यो सङ्घर्ष विस्तार भयो भने विश्व शक्तिहरूको भूमिका निर्णायक हुनेछ, जसमा शक्तिशाली देश चीन र रुसले यो घटनालाई नजिकबाट निहालिरहेका छन्। यदि यी ठुला राष्ट्रहरू प्रत्यक्ष रूपमा युद्धमा संलग्न भए भने यो क्षेत्रीय समस्या विश्वव्यापी समस्याको रूपमा अथवा विश्वव्यापी क्रान्तिको रूपमा अगाडि बढ्नेछ। तर अहिलेसम्म हेर्दै गर्दा यी ठुला देशहरू यो किसिमको युद्ध टार्न प्रयासरत देखिन्छन्। च्याप्टर 5 मध्यपूर्वलाई हाल विश्वको एउटा ऊर्जा केन्द्रको रूपमा लिएको छ। यदि यही किसिमको अस्थिरता बढ्यो भने तेलको मूल्य वृद्धि हुन सक्छ, विश्वव्यापी आर्थिक सङ्कट पर्न सक्छ, सेयर बजारहरू खस्किन सक्छन् र हवाई मार्ग र व्यापारिक केन्द्रहरू प्रभावितमा पर्न सक्छन्, जसमा संसारको अर्थतन्त्र युद्धको पहिलो शिकार बन्न सक्छ। अब अन्तिम च्याप्टर 6। अब धेरैजनाको प्रश्न थुप्रै हुन सक्छ, जसमा पहिलो सम्भावना रहेको छ सीमित सङ्घर्ष। सीमित सङ्घर्षभित्र यी तनावहरू केही समय पछाडि कूटनीतिक हिसाबमा चाहिँ
नियन्त्रणमा आउन सक्छन्। जस्तै दोस्रो सम्भावना अलिकति खतरा सम्भावना छ, जसमा क्षेत्रीय युद्ध हुन सक्छ, जसमा लेबनान जस्ता देशहरू र विभिन्न खाडीका देशहरू यो युद्धमा संलग्नता हुन सक्छन्, बढ्न सक्छ। र तेस्रो तथा अन्तिम सम्भावना के हुन सक्छ भने विश्व शक्तिहरू यो युद्धमा संलग्नता बढाउन सक्छन्। यदि यसो हो भने विश्व नै ठुलो एउटा सङ्कटमा पर्न सक्छ। अब भने मध्यपूर्वको यो सङ्कट केवल सीमित सैनिक टकराव मात्रै भएन, यो शक्ति, सुरक्षा, अर्थतन्त्र र विश्व सन्तुलनको एउटा जटिल समीकरण हो र यसमा शान्ति र सुरक्षा दुईटै समीकरणहरू खुला छन्। अन्ततः यसको निर्णय कूटनीतिक नेतृत्व र संयमतामा भर पर्ने देखिएको छ। यदि तपाईँले हाम्रो आजको यो डेप्थ एनालाइसिस हामीले जति बुझ्यौँ मन परेको छ भने कृपया हाम्रो भिडियोलाई सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला भन्दै बिदा भए। नमस्ते।